नमस्ते र राधे राधे सबैलाई। यहाँ मेरो चाहिँ अघि नै कतिखेर उठेर बेहुली घरमा गइसक्नु भएको थियो, बेहुला घरमा। अनि त्यहाँपछि बेहुलीसित गफहरू गरेर म मम्मी र माइजू निस्किसक्यौं बजार। र फर्स्ट डे हामीहरू बजार घुस्ने बित्तिकै यहाँ घुस्यौं यो दोकानमा। अनि यो दोकानमा घुस्ने बित्तिकै मम्मीले देख्नुभयो स्कार्फ, दुईटा स्कार्फ मेरो र भाइको लागि। त्यहाँपछि त्यसको साइडमै वाला दोकानमा गएर हेर्यौं, कपडाहरू त्यति राम्रो लागेन, एउटा चाहिँ बहुत राम्रो थियो त्यो किन्नु भयो। अनि यहाँ गयौं ज्वेलरी सपमा। सुनको दाम पनि यति धेरै बढेको छ कि मम्मीलाई पनि घरकै चेन, टुटेको चेन लिएर गएर बनाउनु पर्यो। अनि त्यो भान्टे बाबाको ढुङ्गा लिएर गएर बनाउनु भयो मम्मीले। अनि त्यहाँपछि यहाँ जुत्ता दोकानमा गयौं, जुत्ता दोकानमा माइजूले किन्नुभयो, मम्मीले किन्नुभयो। मैले किनिनँ किनकि मेरो बहुत धेरै थियो, त्यही भएर। अनि त्यहाँपछि यहाँ मम्मीले स्वेटर किन्नुभयो बटरफ्लाई वाला। अनि त्यहाँपछि मैले र माइजूले र मम्मीले हामीहरूबाट एउटा एउटा खानुभयो पुच्का। अनि त्यहाँपछि चाना पनि खायौं। अनि त्यहाँपछि यो नेपाली दोकानमा गयौं हामीहरू। अनि यहाँ चाहिँ माया दिदी पनि हुनुहुँदो रहेछ। अनि यो नेपाली दोकान, यहाँ चाहिँ कसैको हजुरको घरमा बिहा आएको छ भने यहाँबाट साडी किन्न सक्नुहुन्छ, किनकि यहाँ बहुत राम्रो राम्रो साडी देखाउनु भयो। अहिले यो हेर्न सक्नुहुन्छ, किनकि यो सबै साडीहरू नेपालबाट आउँछ, नेपालबाट ल्याउनुहुन्छ। त्यही भएर यसलाई नेपाली दोकान पनि भनेर जान्न सकिन्छ। यहाँ हेर्नु न कति राम्रो छ। अनि राति चाहिँ हामीहरू पार्टीमा गयौं। अनि त्यहाँपछि हेर्न सक्नुहुन्छ हामीहरूसित के हुन्छ। हामीहरू चाहिँ पछि पछि हिँड्दै गएका। अनि यति राम्रो भएको थियो नि यो पार्टी। अनि खाना पनि यति टेस्टी थियो र पार्टीको एउटा इन्जोयमेन्ट यति धेरै थियो। हामीहरू नाच्यौं, गायौं, बहुत मजा लाग्यो। आगे आगे हेर्दै जानु होला। अनि त्यहाँपछि यहाँ चाहिँ हामीहरू बेहुलीलाई गिफ्ट दिन पुग्यौं, बेहुली र बेहुलालाई। अनि त्यहाँपछि म पनि गएँ, साथमा पान्जिरा खायौं। पान्जिरा चाहिँ त्यति थिएन, फेरि पनि मजा लाग्यो पान्जिरा। अनि त्यहाँपछि आमाले पनि खानुभयो पान्जिरा, आमाले पनि दिनुभयो गिफ्ट। अनि त्यहाँपछि यहाँ चाहिँ फोटो सेसन हुँदैछ। फोटो सेसन भइसकेपछि यहाँ चाहिँ हामीले खायौं खाना। अनि खाना खाइसकेपछि हामीहरू चाहिँ के हुन्छ। अनि यहाँ चाहिँ हामीहरू चाहिँ नाच्न थाल्यौं। त्यो गाना चाहिँ मैले भुलेँ। अनि त्यहाँपछि यहाँ चाहिँ मम्मी नाच्नु हुँदैछ, मजाले अनि त्यहाँपछि यो डेकोरेसन, माथिको जुन फुलहरू बर्सिएको डेकोरेसन थियो नि।